लाउनुसै साथीहरू मसँग अब मिठो मासुको अचार बनाऊँ। यस्तै मासुको अचार बनाउनु भए पुरा भिडियो हेर्नु होला। सबैभन्दा पहिला चाहिँ प्यान बसालेर प्यानमा सबै मरमसलाहरू स्क्रिनमा देखाए जसरी नै फ्राई गरेर भुटेर निकाल्नु होला। त्यसपछिबाट त्यसै नै तेल बसालेर लसुन फुराएर निकाल्नु होला। लसुन जसरी फुराएर निकालेको त्यस्तै गरेर अदुवा पनि फुराएर निकाल्नु होला। दुईटै फुराएर निकालिसकेपछि टक्क लाएर काटेर राखेको स्मल पिसेसमा बनाएको मासु अनि फ्राई गर्नु होला। मासुको चाहिँ पानी अलि धेरै आउने भएर हजुरहरूले थोरै थोरै क्वान्टिटीमा गरेर भुटेर निकाल्नु होला। मैले चाहिँ एकैचोटि हालेको भएर अलिक टाइम लागेको थियो। हजुरहरूले यसरी नै मासु भुटिसकेपछिबाट मासु चाहिँ यतिको सुकुटी जस्तै टाइपको हुनुपर्छ। हेर्दाखेरि हेर्नु न कस्तो राम्रो देखिएको है। अब यतिकोमा अघि हामीले भुटेर राखेको मसला पिनेर हाल्नु अनि त्यो पिनेर हालिसकेपछि त्यसलाई एकछिन मजाले पकाइसकेपछि अब हामी त्यसैमा फेरि हाम्रो अघि भुटेर निकालेको फुराएर निकालेको अदुवा र लसुन पनि हाल्छौँ र स्वादअनुसार नुन। त्यस्तै गरेर स्वादअनुसार कतिको पिरो खान सक्नुहुन्छ हजुरहरूले त्यति नै पिरो धुलो खुर्सानी अनि त्यसलाई नि मजाले चलाएर बनाएपछि एकछिन चलाएर पकाइसकेपछिबाट हाम्रो अचार रेडी हुन्छ। अब यही अचारमा निकालेर हजुरहरूले यसमा थोरै कागती स्क्रिनमा देखाए जसरी नै कागती मन लाग्छ भने निचारेर यसलाई टक्क अमिलो पिरो बनाएर खानु होला।